वास्तवमा हामी नेपालीहरूको चाहिँ खासै ज्यानको मूल्य नै नभएको हो कि हामी त्यति धेरै मान्छेको जुन आफ्नो नागरिकको मृत्यु हुन्छ त्यसलाई हामी त्यति सिरियसली लिन्नौँ होइन। राज्यले हामीले लिन भन्दा राज्यले लिँदैन होइन। कतिपय फर्स्ट वर्ल्ड कन्ट्रिजहरूमा त आफ्नो नागरिकको मृत्युलाई त धेरै नै ठुलो गम्भीर उसमा लिन्छ। म यहाँ कोरियामा छु, कोरियामा पनि धेरै नै ठुलो विषयको रूपमा हेरिन्छ होइन। ठुल्ठुलो अझै अमेरिकाहरू देशहरूमा अरू देशमा अथवा कहीँ गएर उसको नागरिकमाथि कहीँ अन्यायपूर्ण अथवा अलि धेरै ठुलो समूहमै धेरै मृत्युहरू हुन्छ, केही उनीहरूलाई विपद आइपर्छ भने उसले त सैन्य कारबाही गर्न समेत पछि हट्दैन होइन। तर नेपालमा हामी देखिरहेका हुन्छौँ विदेशमा यति नेपालीको मृत्यु भयो, दैनिक जस्तो सडक दुर्घटना होइन, बस खस्यो रे यति भयो, प्लेन दुर्घटना, विभिन्न चाहिँ आत्महत्याहरू। अब इन्डाइरेक्टली रूपमा विभिन्न चाहिँ सरकारी नियमन निकायहरूले अनुगमन नगरेर होइन, मिलावटको खानेकुराहरू, विभिन्न औषधिहरू, विभिन्न रोगले होइन ठाउँ ठाउँमा चाहिँ विपन्न वर्ग र दुर्गम क्षेत्रहरूमा औषधि उपचार नपाएर मर्ने राज्यले चाहिँ अवहेलना गरेको ठाउँहरूमा त झन् कति छ है। हामीले चाहिँ त्यो उनी गर्दैन, आवाज उठाउनै सक्दैनौँ होइन। वी आर जस्ट नम्बर भने जस्तो मात्रै छ क्या। नेपालमा चाहिँ एउटा बेसिक चिज राज्यले एउटा नागरिकको चाहिँ ज्यान समेत बचाउन सक्ने अवस्थामा छौँ हामी। नेपालमा चाहिँ साह्रै दयनीय अवस्था छ। हेरौँ अब बिस्तारै सायद बदलिएला। अब आश मात्र त हो है, आश गरौँ।